फेसबुकले दिने बोनसको पैसा कति भएपछि तपाईँको खातामा आउँछ? यहाँ कृष्ण सापकोटा सरले कमेन्ट गर्नुभएको छ। सर, बोनसको पैसा कति भएपछि आउँछ? मेरो $80 पुगेको छ, अझै आएको छैन, भिडियो बनाइदिनु पर्यो भनेर कमेन्ट गर्नुभएको छ। यदि तपाईँको फेसबुक मोनिटाइज भएको छ र फेसबुकले तपाईँलाई बोनस दिएको छ भने कति भएपछि तपाईँको खातामा पैसा आउँछ, म तपाईँहरूलाई आज एकदमै सरल भाषामा बुझाउन गइरहेको छु। यदि तपाईँले यो फेसबुक मोनिटाइज भइसकेपछि मोनिटाइज गर्दाखेरि पे आउटका लागि तपाईँले पेपाल सेटअप गर्नुभएको छ भने त्यसमा $25 पुगेपछि तपाईँको खातामा पठाइदिन्छ है। $25 भयो भने पनि पठाउँछ। यदि तपाईँले पे आउट फेसबुकबाट पैसा झिक्नका लागि ब्याङ्क अकाउन्ट सेटअप गर्नुभएको छ भने त्यसमा कम्तीमा पनि $100 पुग्नुपर्छ, अनि मात्रै तपाईँको खातामा पठाइदिन्छ है त। तपाईँको $80 पुगेको रहेछ, यो 100 पुगेपछि तपाईँको खातामा पठाइदिन्छ है त। यहाँ देख्न सक्नुहुन्छ मैले चाहिँ यो अकाउन्टमा पेपाल अकाउन्ट लिङ्क गरेको छु, त्यसैले मेरो यहाँ $15.57 पुगिसकेको छ। अब बाँकी $9.47 पुगेपछि मेरो पे आउटका लागि मिनिमम क्राइटेरिया पुग्छ, किनभने मैले यसमा ब्याङ्क होइन पेपाल अकाउन्ट सेटअप गरेको छु। नेपालमा पेपालबाट पैसा झिक्न अलिकति गाह्रो हुनसक्छ, त्यसैले सबैजनाले ब्याङ्क सेटअप गर्नुभएको छ होला। ब्याङ्क सेटअप गरेको छ भने $100 पुगेपछि तपाईँको खातामा पठाइदिन्छ है त फेसबुकले। अरू यस्तै केही कुराहरू बुझ्नुभएको छैन भने मलाई कमेन्टमा भन्न सक्नुहुन्छ, अनि इनबक्समा पनि मेसेज गरेर सोध्न सक्नुहुन्छ। फलो गरेर मेसेज गर्नुभयो भने मेरो मेसेन्जरमा छिटो आउँछ है त।